गुड मर्निङ साथी हो। साथी है म र यहाँ आमा चाहिँ यहाँ साग रोप्दैछु साथी हो। यहाँ आमा चाहिँ मतलब यहाँ रोप्नुहुँदैछ हो, म चाहिँ यता रोप्दैछु। यो चाहिँ अस्ति साग छरेको हो र आज चाहिँ हामी यहाँ साग रोप्दैछु है। एउटा हातले चाहिँ अलिक अप्ठ्यारो हुन्छ साथी हो काम गर्नु चाहिँ। अब एउटा हातले फोन पक्रिनु हो, अर्को हातले चाहिँ साग रोप्नु। यहाँ साथी यसरी रोप्छ है साग चाहिँ। आमाले यतापट्टि हो, यो चाहिँ रोपिसक्यो साथी हो साग चाहिँ। यो चाहिँ यसरी ग्याप गर्दै साग रोप्नुपर्छ हो। यो चाहिँ फेरि मतलब झ्यामिन्छ नि साथी हो, झ्यामिँदा मतलब ठुलो भइहाल्छ हो। त्यही भएर चाहिँ यसलाई अलिक मतलब ग्यापमै राख्नुपर्छ हो। यिनीहरू चाहिँ फेरि यस्तो छ अब त्यो जहाँनिर भाटा पड्काउँछ म तिमीलाई भाटा पड्काउँछ है। गेट आउट गेट आउट गेट आउट। यिनीहरूलाई नि जहाँनिर काम गर्ने ठाउँमा त्यहीँ आउँछ साथी। यहाँ चाहिँ यिनीहरूलाई खेदैन भएर फेरि भुतभुतै खेलेर सोत्तर बनाइदिन्छ साग रोपेको फेरि। अहिले रोपेको चाहिँ धने अब 15-20 दिनमा खानुहुन्छ आमा है हो। पानी अझै पानी मजाले भेट्दियो भने त झन् हो, झन् अझै छिटो हुन्छ। लु सकेछ आमा। यसरी हो उहाँ हेर्नुहोस् है, आमाले चाहिँ यसरी टिपेर ल्याउँछ। त्यो टिपेको चाहिँ रोप्नुपर्छ साथी हो। यसरी सानो मतलब बिरुवा हुन्छ होइन आमा। यसरी टक्कै हो रोप्यो। अब यो चाहिँ बेसी नै हुन्छ हो। अब यो चाहिँ भोलि चाहिँ अब मतलब छाटेर खाँदा भयो नि आमा है। भोलि छाटेर खाँदा भइहाल्छ। अलिक अप्ठ्यारो हुन्छ साथी हेर्नुहोस् न। एउटा हातले मतलब फोन पक्रिनु हो, अर्को हातले काम गर्दा हो। अब चाहिँ क्यामेराम्यान पनि यसो खोज्ला जस्तो छ गाउँमा। अब अहिले त गाउँमा पनि म त मान्छे पाउनु साह्रो छ साथी हो, खेतलाहरू पनि पाउनु। अब प्रायः जस्तो अब आफ्नो आफ्नो काममा बिजी हुन्छ हो आजकल। अब साह्रै मतलब बारीमा काम गर्ने मान्छेले छोडिहाल्यो हो होइन आमा। आजकल त खेताला गर्नु पनि साह्रो छ साथी हो, पाउँदैन मान्छे हो। यस प्रितम भाइ गुड मर्निङ। हेर्नुहोस् है मेरो आमाले टिप्दैछ। अब चाहिँ ग्लोभ्स किन्ला जस्तो भयो। यो चाहिँ साग रोप्ने मतलब मेहनत चाहिँ छ साथी हो। बिउ रोप्नु पर्यो, बिउ रोपेर चाहिँ फेरि मतलब यत्रो पारेर चाहिँ हो अन्त रोप्नु पर्यो। त्यहाँदेखि चाहिँ हुर्किसक्यो भने चाहिँ खानुपर्ने रे। दुःखै दुःख साथी हो। दुःख गरेर मात्रै खानु पाइन्छ, दुःख गरेन भने चाहिँ खानु मात्रै पाइँदैन। हात गग्रेर साथी हो चिसोले क्या। यहाँ टिपिसक्नुभयो आमाले हो। अब रोप्नुपर्छ। यसको बिरुवा चाहिँ यत्रो हुन्छ साथी हेर्नुहोस् है। यो चाहिँ अब सार्ने बेला भएको हो पुरै। यसरी हेर्नुहोस् है देखाइदिन्छु। यसरी मल छ लाउँछ हो, मल माटोसँगै। एउटा हातले चाहिँ अप्ठ्यारो मतलब भएर कि यसरी मिलाएर मतलब गाड्नुपर्छ साथी हेर्नुहोस् है। भइगयो अब यो चट्टै।